फाइनली हामी चाहिँ यो खरानी ओडार भन्ने ठाउँमा आइपुगेको छ। यो चाहिँ पहिलादेखि नै नाम राखेको खरानी ओडार। यो चाहिँ ठुलो ढुङ्गा छ है। यसमा चाहिँ ठुलो ढुङ्गा छ यस्तो। अनि योभन्दा माथि तल यो चाहिँ ओडार हो है। ओडार म अहिले चाहिँ ओडारतर्फ गइरहेको छु, हेर्न सक्नुहुनेछ। ओडार छ है, दामी ओडार छ। तर यसको स्टेप छ के योभन्दा यो एक स्टेप भयो, तल पनि एउटा स्टेप छ। ओडार छ र यसमा चाहिँ कस्तो छ भने एउटा त्योभन्दा ओडारमा अलिकति एउटा ठ्याक्कै कोक्रो जस्तो छ के त्यसमा पनि यहाँ चाहिँ स्टेप छ ल। यहाँ पनि सानो तल पनि बस्न मिल्ने, माथि पनि बस्न मिल्ने छ। र एउटा चाहिँ म एउटा यहाँनिर सिधै यहाँबाट आएर सिधै भित्र यस्तो खाल्टो छ। यहाँ चाहिँ हतपत मान्छे जान सक्दैन, तर कुनै पहिला चाहिँ जान गएर बस्थ्यो भनेको चाहिँ सुने हो। तर यस्तो छ, यो मुनि पनि स्टेप छ यसमा। अनि यसमा यस्तो छ, यो यस्तो तरिकाको छ। एकदम गाह्रो अप्ठ्यारो छ। र यसमा ठुलो पानी पऱ्यो भने हामीलाई भिज्दैन यसमा। यो ओडारले चाहिँ, यसको नाम चाहिँ खरानी ओडार है। यो एकदम जत्रो पानी पऱ्यो भने तर भिज्दैन। यो चाहिँ एकदम राम्रो छ। योभन्दा उता पनि छ, त्यसको नाम चाहिँ दुङनु ओडार हो। त्यो पनि दामी छ। यो चाहिँ त्यो चाहिँ झन् गहिरो छ क्या, एकदम केप भनेको ओडार ठुलो छ। यो चाहिँ खतरा छ, यो चाहिँ एकदम दामी।